विभिन्न लोकसभा परीक्षाहरूमा सोधिने नेपालको इतिहास सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नहरू लिएर फेरि पनि उपस्थित भएको छु। प्रश्न सङ्ख्या 88, राणाकालीन प्रशासनिक कार्यालय खड्ग निशाना अड्डा कसको सचिवालय थियो? यसको सही उत्तर रहेको छ श्री 3 को। प्रश्न सङ्ख्या 89, नारायण हिटी दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि कहिलेदेखि खुल्ला गरिएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2065 फागुन 16। प्रश्न सङ्ख्या 90, कर्णाली प्रदेशका 22 राज्यमध्ये दिइएको कुन चाहिँ पर्दैन? गरौकोट, दर्ना, डोटी, भीमकोट। यसको सही उत्तर रहेको छ डोटी पर्दैन। प्रश्न सङ्ख्या 91, निजामती कर्मचारीलाई निवृत्ति भरण दिने व्यवस्था कसको पालामा भएको हो? जुद्ध शमशेरको पालामा। प्रश्न सङ्ख्या 92, नेपालको कुन स्थानमा सन् 1992 मा तत्कालीन राजा जय वर्माको पूर्ण कदको शालिग उत्खनन गरियो? यसको सही उत्तर रहेको छ काठमाडौँको मालीगाउँ क्षेत्र। प्रश्न सङ्ख्या 93, ऐतिहासिक जन्म सङ्ग्रहको क्रममा गठित राष्ट्रिय चुनाव आयोगको अध्यक्ष को थिए? भगवती प्रसाद सिंह। त्यसै गरी आजको अन्तिम प्रश्न सङ्ख्या 94 मा रहेको छ, हरगौरी विवाह, कुञ्ज बिहारी नाटक, सङ्गीत चन्द्र श्लोक सार सङ्ग्रह जस्ता ग्रन्थहरूको रचना कसले गरेका थिए? जगज्योति मल्ल।